बिनेको आमाको बारी त बेसी साह्रो हो भन्थ्यो यहाँ त गर्दो रहेछ पानी यहाँ बल्ल यता आइपुग्यो यहाँबाट पानी झारेको तलपट्टि गरामा तलपट्टि आजमा पुग्नु पर्यो त्यो अम्बाको बोटसम्म यहाँबाट आलीबाट झार्यो हेलो साथीहरू हामी आज हाम्रो बारीमा पानी हाल्न लाएको आज कति बजे अहिले 1 बजे होला 1 बजे पालो आयो पानी हाल्न लाएको चैते धान के चैते धानलाई ल अब मेरो बुढाले यहाँ के गर्दै हो भनेको त झार पनि आज छैन के गोड्दै होला नि त्यो कुकुरले टेकेर सबै यहाँ प्लाट लैदिन्छ त्यसमाथि चरा हिँडेर फेरि छैन नि चरा नि फेरि घोलतिर आउने कतातिर घोलतिर के हैन त्यो के भन्ने बकुला सेतो बकुला भन्ने चरा हाम्रो बारीमा पनि आइपुग्यो बिनेको आमाको बारी त बेसी साह्रो हो भन्थ्यो यहाँ त गर्दो रहेछ पानी यहाँ बल्ल यता आइपुग्यो यता चाहिँ पानी भरेर यति भइछ बल्ल पानी चाहिँ एउटा कुलो छ त्यो कुलोबाट लिएर आएको वहाँ चेम्पर त माथि छ पानीको दुःख छ के गर्नु साथीहरू हाम्रो गाउँतिर त हेर्नुहोस् हामीले यहाँ कुलो बनाएर यहाँबाट लिएर आएको पानी त्यहाँ चेम्पर त्यहाँ छ यो चेम्परबाट यहाँबाट पाइप हालेर यता झारेर यहाँ कुलो बनाएर यस्तरी ल्याउनुपर्छ धानलाई यो बारीमा झार्यो के गर्नु दुःख छ खानुलाई पनि चैते धान लगाउनु टोपालेको यसपालि के गर्नु यस्तै हो यहाँबाट पानी झारेको तलपट्टि गरामा तलपट्टि आजमा पुग्नु पर्यो त्यो अम्बाको बोटसम्म यहाँबाट आलीबाट झार्यो धान त यस्तै हो चैते धान कहिले पनि लाग्दैन यसपालि लगायो कस्तो हुँदो रहेछ भनेर पानी झारेर साथीहरू हामी अब धानमा पानी पनि हालेर आयो अनि यहाँ पुरी बनाएर खान लागेको खाजा
भोक लाग्यो कि साथीहरू। कति मुस्यो बरु बनाएपछि त खान्छ होला पो मान्छेले। खै त खाँदैन भन्ने मान्छे अनि पाकेपछि त बनाएपछि त खाँदा नि भन्ने। आटा मिसान पाए त मिठो हुन्छ, नरम हुन्छ। खोइ न दोकानतिर राख्दैन के हवस् गर्छ हाम्रो चाहिँ पहिला छैन सोध्यो ए हाम्रो भनेको चाहिँ छैन भनेको पहिला थियो अरे अनि छैन पर्दैन ल्याउन ल। अलिक साह्रो हुन्छ धेरै बेल्नु त छैन रहेछ। है साथीहरू पुरी खान आउनुहोस्, हजुरहरू पनि। फुट्यो आगो अलिक भएन कि आगो चाहिँ हुनुपर्छ कि। हेर बुढोले यहाँ पकाउँदै पुरी ल है पुरी खाना आउनुहोस् हजुरहरू पनि पुरी पकाउँदै। क्या मजाले फुलेर भकुन्डो जस्तै। मेरो श्रीमानले यहाँ पुरी बनाउँदैछ, अब म चाहिँ यहाँ बेल्दैछु। के यहाँ पुरी बनाउँदै ल है खाना आउनुहोस् हजुरहरू पुरी। अचार मुडा लिएर बस्नु त ऊ त्यहाँ टमाटरको अचार पुरी खान लाग्दो यहाँ बस्नु के कहाँ बस्छ बस्यो पनि कसरी बस्छ कि तँ त पलट मार्नु नै आउँदैन तल त पलट मार